अहिले कस्तो छ तपाईँलाई? हजुर मलाई एकदम ठिक छ म्याम। अस्ति एकचोटि काठमाडौँबाट यहाँ आउँदा पनि तपाईँको अपरेसन भएको बेला फेरि मैले सोधेको थिएँ हजुर है, अनि अहिले पनि फेरि त्यो कस्तो छ तपाईँलाई? अहिले मलाई धेरै ठिक हुँदैछ म्याम, धेरै राम्रो हुँदैछ। पहिला एकदम यत्रो ठुलो थियो है? हजुर धेरै राम्रो भइरहेको छु। विगत 15 वर्षदेखि नै समस्यामा थिएँ म। धेरै ठाउँ कुदेँ, चाइना गेटहरू त 2 पल्ट गएँ, त्यहाँ पनि भएन। यता अपरेसनहरू पनि गरेँ, इन्जेक्सन लाएँ, केही गर्दा पनि भएन। लास्टमा हजुरमा आएर चाहिँ ठिक भयो भनौँ न। अहिले धेरै राम्रो भइसक्यो। अहिले दिशाहरू गर्न सजिलो छ हजुर नि? धेरै सहज छ म्याम है? पहिला तपाईँ आउँदा पनि गरेको थियो? अन्त धेरै कुदेँ म, धेरै गरेँ। 10-15 वर्ष पुग्नु भएको छ है? 10 वर्षसम्म पीडा बोकेर बस्नु भयो? पुरै खोपेर बस्थेँ। देखाउनु चाहिँ देखाइराख्ने, तर निर्मूल चाहिँ काहीँ भएन। औषधि खाइराख्ने, पीडा त्यस्तै खोप्ने, कुद्न नछोड्ने, त्यस्तै भयो। अहिले यहाँ हाम्रो गरेको अहिले एकदम राम्रो छ तपाईँ? एकदम राम्रो। आज 1 महिना भयो होइन, धेरै राम्रो। एकदम एकदम अब झन् एकदम राम्रो हुँदै जान्छ। हजुर ठिक छ म्याम, अहिले अहिले ठिक छ। अहिले त बच्चाहरू जस्तो एकदम राम्रो भयो। हजुर अहिले ठिक छ। हजुर पहिला अस्ति आफूलाई हामीले हेर्थ्यो, बाहिर धेरै ठुलो थियो हजुर हामीले योजना गर्ने बेला। अहिले जे तपाईँ पीडाबाट मुक्त हुनुभयो? हजुर एकदम मुक्त भएको छु। अब मेरो परिचय दिनुपर्दा चाहिँ लक्ष्मी बस्नेत, तितेरी 4 भेटघाट चौकको मेरो घर चाहिँ। यहाँ हो हेल्थ सेन्टरमा सबैजना आइदिनु होला, साह्रै राम्रो छ, साह्रै राम्रो हुन्छ। मैले देख्ने जति सुन्ने जति साथीहरूलाई म सबैलाई यही सुझाव दिन्छु। ल धन्यवाद।